हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। मेरो च्यानल सबैजनालाई स्वागत छ। आज हामी खोला आएको छौँ। यहाँ चिच्चै बोल्दैछौँ साथीहरू। यहाँ कट्टु लाएर पेन्टी लाएर उभिएका छौँ। तार यहाँ पुरा यसरी लिन्ठी हल्लाइरहेछ। यहाँ पर चाउचाउ पाक्दैछ। यहाँ माछा मार्नु पर्ने। यहाँ 10-12 केजी माछा मारेर भरे देखाउँछु है त म। निर्जाल के भन्छ माछा कति छ? 11 केजी जति। 11 केजी? तेरो माछा देखा त कत्रो छ? चिकन माछा, चिकन माछा, मकान लुलु। ओए खा नै मलाई खादैन कत्ले खानु। सो गाइस आज हामी यहाँ माछा मारेर खानु लाग्यो पकाएर खेतमा। आज 3 दिन भयो माछा मार्दै हिँडेको हामी। लास्टै भोक्ला ढल्ले लाग्छ। यहाँ तिख्रा देखाएर माछा आजको माछा यति हो यी। यति माछा त पकाएर खानु भयो। दिनभरिको शिकार कान्छा भएको अनुहार भने पारा। नुनले त नुनले न नुन कहाँ छ? त्यो मेरो झोला छ लिएर आइज। जा कुद छिरो। मेरो झोलै लिएर आइज। ओए भाइ ती बोटुका नि ले ल। बोटका अति लिएर आइज। क्यामेरा निक्ल्यो नि पछाडि निक्लिँदैन। पछाडि त्यहाँ अगाडि धन्यवाद तपाईँ यही रहेछ नि। बोटुका मुजी माझेर माजा ल्याउनु पर्दैन। अघि मागेकै थियो त अनि। त्यो हेर त त्यो जुठै छ। सफा खानु है। आडी निकाल्नु मलाई जान्छ। ल ठुललाई तार्नु त कसरी? खारी तारन हो त्यो। ठुला हाल्दिन। हुन्छ। खारी होला। ओ दारु छैन। दारू हालिरहेको क्या हो यसले? निकालेर मार्छ दारू। वाह माछा तराई थी। माछा फ्राई गरी थी। चिकन माछा अरे मलाई चिकन माछा हिलेर गयो मार्छ। दिनमा चाहिँ त्यो त भिडियो गर्नुपर्छ नि। यति पछाडिका चाहिँ सबै हालिदिने हो। त्यो 4वटा एउटा खाइहालौँ भनेर। त्यही त। यस्तो जानेको थियो त माछा एक पोका तेलेर आउनुहुन्थ्यो होइन?
थुप्रो हाल्नु मेरा छोरा अरू अरू तिमीहरू काम दियो न भोजुका जा फर्काउनु न रातो भएको छैन रातो त अब तेलले हुने हो नि त्यसले पाक मजाले फरेपछि पाक त पाक अच्छा चाउचाउ पाक्दैछ माछा र चाउचाउ गोलमोल के भन्छस् माछा खान्छस् त अघि फ्याँकिस् त अनि निर्जला आगो भुल्न लान्छ त्यो ल खुकुरीको त आफ्नो होला क्या त्यो खुकुरीले त कि चिउरा नि त्यही हाल्ने त नखाएरै भोक त लागेको छैन के पानी हालौँ न अलिकति अहिले बिहानकै जस्तो हुन्छ फेरि होस् फुको फुकै होस् ए लास्टै ढिलो खान्छ अहिले खाइसकेको छैन 2 घन्टा लाउँछ सर छिटो खा माछा र चाउचाउ खाँदैछ मोलेर निर्जला गर्लफ्रेन्ड कति याद आइरह्यो आउँदैन सुजनाले रोहिणीको हालखबर के छ कसको छोरी यार गर्लफ्रेन्ड भन् त च्याङ्रेको कसको छोरी यार भन् न भन् त देखाइदिनु न के भयो कहाँ मिठो भएन अनि अल्ला चिनी खान लो जान म 1 केजी 2 केजी ल्याउँछु गोतली दाइ उकालो लास्टै मिठो छ है उकालो मिठो छ बहुत अच्छा उकालो है
उकालो बाटो बहुत अच्छा है धेरै धेरै राम्रो बाटो है साला पहाड में ढुङ्गा है पहाड़ में बहुत बातू बातू है पहाड में ढुङ्गा ज्यादा है बातू है माटो है उल्लार है आमै नहीं है के साथ गए दोस्तों आज हम मछली पकड़ के आए हैं नीचे नदी से आ रहा है उकालो पूरा बाटो घारी घारी है रास्ता नहीं है बाटो में चर्को बाटो साथीहरू लास्टै गल्यो यहाँ पाहाडमा उत्तानो परेर लगाएको छ चौसुतिर ओ बहुत मजा आइहाल्छ